आज छुट्टीको दिन पारेर सबैजना काम गर्ने साथीहरू चाहिँ सैनिक दल लागेको अनि हाम्रो चाहिँ स्कर्पियो अहिले आइसकेको छ अनि साथीहरू चाहिँ उता बसेर जाँड खाँदैछ साथीहरू सबै लगेर जाने हो यहाँ बसेर जाँड खाइरहेछ हिर भाइ सैनिक जाने हो नि त कहीँ जाने हो नि त के काट्नु जाने हो आज छुट्टी मनाइरहेछ दसैँ जस्तो फिल भइरहेछ है चाहिँ सैनिक नजाने रे काठमाडौँ जाने रे नयाँ इभी चढेर अनि टेस्टमा चढेर जाँदैछ स्कर्पियो अहिले हामीसँग रेडी छ सबैजना रेडी छ अनि यहाँ राम दाइ चाहिँ बियर बोकेर हिँडेछ अहिलेदेखि नै यार हाम्रो आजको प्रोग्रामलाई चाहिँ साथ छ धन्यवाद प्रोग्रामलाई स्पिड ल्याउनु छ हाम्रो भक्तले हिँड्न के भाइ पोज दिएर बसिरहेको छ यार उताबाट माथि जानलाई चाहिँ हामी यहाँ काँचो पुचुक चाइनिज खानेकुराहरू किन्नलाई अरू लाउँला अस्ति हामीले उसमा खाएको यो कमल भाइकोमा हो आशाबाट छुटेको हेभी गाडी मेरो साथी आजको यात्रा चाहिँ हाम्रो खास आज सैलुङको यात्रा थियो होइन बिचमा प्लान चेन्ज भएर चाहिँ अहिले हामी कालिम्पोङ जाने तयार गर्दैछु जाडो भयो चिसो भयो ज्याकेट लाउनु पर्यो हामी चाहिँ अहिले कालिम्पोङ भिल्ला होटलमा बस्दैछु भाले तयार हुँदैछ हामी Vrindavan
वासस्थानतिर खोजेर जाँदैछु बिस्तार खोज्दै होइन म ढोकाउँदैछु है केटाहरू सबै रुममा छ गुड मर्निङ पुरी भिलेज है अहिले चाहिँ हामी तापमानी खाँदैछु केबल कार चढ लगाएको हामी होइन यो चाहिँ मेरो थर्ड टाइम हो फर्स्ट टाइम चाहिँ हामी हिँडेर गएको थियो फर्स्ट टाइम होइन मेरो फर्स्ट एक्सपिरियन्स हो एकदम रमाइलो मजा लागिरहेछ भाइको फर्स्ट टाइम होइन अनि मेरो सेकेन्ड टाइम सेकेन्ड टाइम हो कालिम्पोङ सेकेन्ड टाइम पनि छु केबल कार केबल कार चाहिँ 4-5 दिन कालिम्पोङ फर्स्ट टाइम हो कालीचौक यात्रा माथि मन्दिर दर्शन गरेर चाहिँ हामी तल फैलिसकेको हो अब हामी एकछिन होटेलमा बस्छौँ हाम्रो खाजा रेडी भएर बसेछ त्यहाँ चाहिँ हाम्रो रामदाई माथि दर्शन नगर्नु भनेर रामदाई त्यहीँ बस्यो रामदाईले खाजा अर्डर गरेर रेडी बनाइरहेछ गएर ग्याम्का एकदम हामी भोक लगाइरहेछ खाली पेट गएको मन्दिरमा अब यो कालिम्पोङको यात्रा पछि चाहिँ हाम्रो दोलखाको यात्रा हो बस्नु दोलखा भीमसेन मन्दिर यो चाहिँ कर्ममा लागेको छ ल तिम्रो हो के खायो अरे माछा खाएको माछा आलु ढेँडो खायो अरे माछा आलु ढेँडो चाहिँ कहाँ आलुको ढेँडो होइन आलुको पिठो मिसाएको मकैको पिठोमा मिसाएर पकाएको ढेँडो खाएको मैले बस कति धेरै मान्छे सैलुङ भयो पाइन्छ पिकनिकको लागि खाना बनाउँदैछ हामीले यो होटेलमा अघि नै भाले एउटा बना भनेर अर्डर गरिसकेको छ यस्तो भोक लागिरहेछ अब गएर भालेको मासु झ्याममा खाने हो यो तल त स्पिकर पनि ठुल्ठुलो रहेछ बजाउँछ कि यहाँ बेलुका सैलुङको यात्रा सुरु हुन्छ अब हाम्रो गेटबाट मिनी गेट रल अफ नेपाल हाम्रो बार त पुगिरहेछ यस्तो लाठीहरू पनि डराउँछ अनि कति टाइम लाग्यो बा कति टाइम लाग्यो अब यहाँबाट यो ग्रेट वल जस्तो चाहिँ सकेर अब यस्तो बाटो सुरु हुन्छ अनि आज शुक्रबार भएर होला मान्छे धेरै छ आज बाटोमा मान्छे धेरै भेट्छ ए के भयो थाक्यो तपाईँ थाक्नु भएको मान्छे कति हो मान्छे यस्तो जाडो भयो ज्याकेट पृथ्वीको नाइटो लेखेको छ तर पृथ्वीको नाइटो चाहिँ कुन हो पत्तामा पनि छैन सुलाएर खासै भिडियो क्लियर आएको छैन यहाँ सैलुङमा भएको गुम्बा हो सन्देश माथि चढ्नु हो
गरेर बसेछ पुरै भर्खर चढ्दै टिकट काट्नुपर्छ भन्दै थियो है केटाहरू गइसकेको छ केटाहरूले तिर्यो होला भनेको 5-7 जना हो गइसकेको छ तिर्सिएको छ भन्यो ल झरी पो सेछ यिनीहरू त अब सिन देखाउनु पर्ने है म यतैबाट फर्किन्छु होला खासै सिन केही देखेको छैन केही देख्दैन म पनि माथि चढ्दिनँ होला सन्देश भाइ चाहिँ माथि छ अरे मैले फोटो खिच्छ भनेर कुरेर बसेछ त नि अहिलेदेखि मलाई कुरेर बस्छ यिनीहरू फोटो माथिको भ्यू चाहिँ खास यस्तो छ यता रिम्पू चाहिँ छ होइन माथि यस्तो छ यहाँको सिन यस्तो बवाल थियो होइन म पहिला आइसकेको हो मेरो भिडियोमा छ पहिलाको टिकटक भिडियो हुन्छ टिकटकमा सानो भ्लग जस्तो बनाएको थियो हो र यस्तो चिसोमा वा दामी दामी यसमा खोलेको थिएन होइन दामी खोल्यो चौडी होइन कति लाखै भयो यस्तो बनाउनु यस्तो चिसोमा चिया दामी भयो है हामी कस्तो हरेर कस्तो मिल्यो कुमारसँग बाटो सैलुङ जाने बाटो यताबाट गयो भने महादेवको यो होटलमा बसेको अब हामी निस्किन लाग्यो यहाँ सैलुङबाट आएर खाना खाएर होइन निस्किन लाग्यो यहाँबाट गाडी चढ्ने हो बाई बाई